Welcome to Chiton National Park. गुड मर्निङ फ्रम पोखरा यता केटा हो। अब चाहिँ हामी टक्क लगाएर चल्दैछ हान्न लाग्यो यहाँबाट। 10 बजिसक्यो है। अब 10 बजी यहाँबाट निस्किनु लाग्यो। अब गन्तव्य कतातिर कतै चितवनतिर है त। ल अहिले स्कुटीमा भेटौँ। लगाइ हामी चाहिँ यही होटलमा बसेको हो। हामीले चाहिँ चेकआउट गरेर निस्किसक्यौँ। हामी चाहिँ पोखरालाई बबाई गर्दैछौँ। अब चितवनले वेलकम गर्दैछ अब हामीलाई। टाइम खेवाताले यसरी हेर्नु थियो कि पछाडि फर्केर त्यही हो। रमाइलो गरियो, रमाइलो भयो, अझै पनि रमाइलो गर्ने हो। चिल गर्न निस्किने मान्छे यस्तै त हो नि। अलिक त अब अगाडि गएर हामी चिया खान्छौँ। अनि चियाहरू खाएर आरामदायले हल्का मजाले पानी सानी पेलेर त्यसपछि चाहिँ टक्क लगाएर निस्किनु पर्ने हुन्छ। गाइज अब म पनि एक राइड हान्नु पऱ्यो बाइक पनि। यो 360 रे 350 चलाएर हेरौँ कस्तो देख्दो रहेछ। ल लेट्स गो। गर्मी सुरु हुन थाल्यो है अब झन्। ल गाइज पेट्रोल पनि हालियो। अब यहाँबाट हामी मुगलिङ जान्छौँ। मुगलिङमा गएर खाना खाने भन्ने कुरा भएको छ, तर भोक चाहिँ लागेको छैन। 40 किलोमिटर रहेछ है यहाँबाट मुगलिङ चाहिँ ट्याक्कै है। खतरा पुल बन्दैछ है गाइज, खतरा पुल। अर्कोचोटि आउँदाखेरि चाहिँ यो पुलबाट हिँड्न पाऊँ। बाबा लामो जाम रहेछ यार। वहाँ तलबाट जाम छ, यो कहाँ माथिसम्म जाम छ यार। यस्तो हुन्छन् के मुलाहरू। बाइक चेकचेकबाट हामी चाहिँ अब ट्याक्क लगाएर मुगलिङ आइपुग्नु आयौँ। के भयो यहाँ गाडी आएको। ए बस्नु लाग्नु बसेको गाडीलाई त। के को जाम हो? कस्तो झन् गाडीमा बस्ने भन्दा कस्तो गर्मी हुन्छ होला। ए ल वाइ लामो जाम नि। ल सेट गाडी बसेपछि यस्तै हुन्छ नेपालको बाटो। ल गाइज फाइनल्ली हामी मुगलिङ आइपुग्यौँ। खै केटाहरूको जक्सन, खै जक्सन कता हो? खाना खाने जक्सन खै त यार केटाहरू। पिज्जा गुलमेरी ल हामी चाहिँ अब टक्क लगाएर खाना खान्छौँ यहाँ। अनि त्यसपछि निस्किन्छौँ यार। खेत मायाको भाइ ब्याग बोक न भने मैले लिएर आउँछु। सोध्नु ल केटा हो। हामी टक्क लगाएर खाना पनि खाइयौँ। निन्द्रा लाग्यो जस्तो भइरहेको छ यो गर्मीले पनि हो। ल अब हामी चाहिँ पोखरा गएको थियौँ भने अब हामी चाहिँ चितवनतिर छ है त। अब बाटो सबै बाटो यस्तै हो। अब आनन्दले गइन्छौँ।
फाइनल्ली हामी चाहिँ नारायणघाट आइसकेका छौँ ल है यहाँ गाइज म चाहिँ मामा घर छिरेर पनि निस्किसकेँ है अनि हामी चाहिँ यहाँ पुलचोक आइसकेको छौँ अब पुलचोकबाट हामी माथि भरतपुर हुँदै माथि जानुपर्ने हुन्छ चौरातिर मलाई म नि फेरि त्यस्तो गएको छैन मामा घर यहीँ आइरह्यो पनि फेरि त्यस्तो हिँड्दैन के यो त यही हो ल चिकनको मेन बजार भनेको यही बजारहरू नै हो यहाँबाट काठमाडौँ जम्मा 15 मिनट प्लेनमा के यो एयरपोर्ट हो के ल गाइस हामी चाहिँ हाइवेबाट भित्र छिरिसक्यौँ यो चाहिँ सौराको रोड हो है सौरा जाने रोड टक्क लगाएर अब हामी यहाँबाट सफारी गर्ने हो बुझौँ है त के कस्तो हो नर्मल जाने रिजर्भ जानु पनि पाइन्छ हामी चालनमा मात्र चालनमा पनि जानु पाइन्छ 2 घन्टा जस्तो हुन्छ नि त्यो अलमोस्ट 2 घन्टा कति लगिहाल्छ लगिहाल्यो यो गाडी हो मैले नत्र हामी होइन सिधै आएको रुम सेरेर सामान छोडेर आइहाल्छौँ मैले यसो गरेर नाम चाहिँ तिमी राखेर पास बनाउँदै गर्छु त्यसो पास बनाउँदै गर्नु मेरो नम्बर दिनु होइन भर्खरै सिधै आएको कि बन्द होला भनेर नि हुन्छ यो 5000 ताल भने कहाँ पर्छ भाइ 20000 ताल हो हाइवे निस्किनु पर्यो भाइ ए उता पर्यो है हाइवे निस्केर फेरि तपाईको त्यो नारायणघाट जाने बाटो छ नि त्यो बाटो त्यो जङ्गल आउँछ नि फेरि केबोली जङ्गल भन्छ कि त्यो नआउँदै तपाईँको लेफ्ट टर्न लगाएपछि फेरि 20000 ताल हुँदै उता पश्चिम निस्किन्छ कि पश्चिम चितवन फेरि भरतपुर एउटा कार पनि दिएर म एकदिन पहिला चाहिँ गएको थिएँ कि उता हामीलाई धेरैमा धेरै 20 मिनट लाग्छ रे गएर सामान छोडेर आइहाल्छ ल गाइस है हामीले चाहिँ अब त्यहाँ सफारीको लागि बुक गरेर आइसक्यो किनभने टाइम धेरै नै ढिलो हुन थालिरहेको छ नि त किनभने यहाँ छिटै बन्द हुन्छ जङ्गलमा धेरै ढिलो बेरसम्म उयो गराउँदैन अनि त्यही भएर हामी चाहिँ पहिला अब रुम होटेलै हेरेको छैन सबैभन्दा सुरुमै बुक गरेर आएको अब यहाँ रुम बुक गर्छौँ अनि त्यसपछि चाहिँ यहाँ ब्याक साइडहरू ड्याङडुङ त्यहाँ राखेर सुप धोएर निस्किहाल्ने हो हामी चाहिँ यतै बस्नु जस्तो छ सो ल हामी चाहिँ टक्क लगाएर रुममा आएर नुहाइ धुवाइ हानेर टक्क कपाल सपाल निसेर हान्छ कि म त यी चप्पल स्लाइड गरिदिनु हो खुट्टा पोलिसक्यो कि जुत्ता लाउँदा लाउँदा त्यसले गर्नु छ अनि त्यही हो अब हामी यहाँबाट त्यहाँ जान्छौँ सफारी हान्नुपर्छ बाघ देखेर आउनुपर्छ बाघ हामी चाहिँ यसमा बसेर जानेर अब यो गाडीमा रहिला ल यो चाहिँ म्युजियम हो है हामी यहाँ पनि छिर्छौँ जाने टाइममा कतिको एक्साइटेड हो त एक्साइटेड छु बाघ देख्नु परेन टाइगर पर्यो